मेरो हात कति चुवाक देखिएछ है भिडियोमा हो भने है कस्तो राम्रो देखियो मेरो मिठो सुन्तला सरर सुन्तला घारीमा सुन्तला 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 तपाईँ किन्दै जान्छ हेलो जनता स्वागत छ मेरो अब म चाहिँ होइन यो सामान बोकेर सुन्तला टिप्न जाँदैछु सुन्तला टिप्न आज हामी सुन्तलाको पुरै बोतैमा आम है यो पुरै एरिया सुन्तलाको हो तर यहाँ मान्छे तन्नै भएको भएर यहाँ सुन्तला चाहिँ छैन रे खासै तर म निस्किन्छु त्यही गाई छैन सुन्तला हामी चाहिँ सुन्तलाको बारीमै बसेका छौँ यताको मिठो छ अरे त्यही भएर होला सकियो रहेछ साँझसम्म गाइज 700 रुपियाँ तिरेर दिनभरि बसेर जति खाने हुन्छ यहाँ बसेर तर सुन्तलै छैन त सुन्तला टिप्यो गाइस टिप्यो एउटा टिप्यो है सुन्छ सुन्दै यसो गरौँ न टिपौँ होइन अलि पर धिङमा बसेर खान मिल्दैन यहाँबाट टिप्ने ए त्यसरी बस्नु मिल्छ है यहाँ तन्नै छ गाइस तर यताको मिठो भएर होला सबै सिद्धै सक्यो रहेछ म एकछिन टिपिसक्छु देखाउँछु ल यता नमिल्दो रहेछ एउटा हातले मोबाइल छ अन्त एउटा हातले टिप्न त त मुजुका चाहिँ यो पुग्नै सकेन भाइ पारी पारी छ मेरो यो छोटो हुनु पनि घातै रहेछ अलि लामो हातै भएको भए हुन्थ्यो सुन्नु दाइ खुवाइ त गजबको छ त दाइ हाम्रो दाइको खुवाइ चाहिँ गजबको छ है बुट्टामा आएर पहिलो सुन्तला मेरो मुखमा जाँदैछ कस्तो राम्रो देखेको भाइ मेरो हात कति चुवाक देखिएछ है भिडियोमा हो भने है कस्तो राम्रो देखेँ मेरो गाइज सुन्तला बारी आएको हामी सुन्तला यस्तो राम्रो मिठो छ हामी चाहिँ यो मिठो ठाउँमा आएको सबै सिद्धा छ भाइ टुप्पा टुप्पा मात्रै छ छोटो मान्छेको कामै छैन यो एरिया पुरै सुन्तलाको एरिया हो यस्तो सुन्तला छ त्यो पनि सुन्तला है सुन्तलाको झाडीमा आएर पनि सुन्तला खान नसक्ने म पहिलो व्यक्ति कुमामतोमा बस्नुहुने सम्पूर्ण नेपालीहरूलाई सूचना तथा खबर यहाँ एकदम मिठो सुन्तला पाइँदो रहेछ खाना आउनु होला कृपया यस्तो मिठो छ है फेरि सुन्तला चाहिँ त्यहाँ यस्तो राम्रो छ पुरै सुन्तला यो एरिया पुरै सुन्तला मैले यति सुन्तला टिपेँ 700 रुपियाँ तिरेर 7,000 सुन्तला खान नसक्ने म विश्वको पहिलो व्यक्ति गाइस यस्तो राम्रो सुन्तला छ कुमामतोको आसपास बस्नेहरू खाना आउनु होला धेरै महँगो छैन
कृपया यस्तो राम्रो राम्रो सुन्तला मिठो मिठो सुन्तला मेरो झोलामा सुन्तला छ गाइस घर लग्ने हो हैन कि बिहा झोल कति अब झोला फेरि के झोला यस्तो भन्नु होला कृपया त्यसो नभनिदिनु होला यो 150 मा किनेको झोला हो म चाहिँ घरबाट पुरा ढुङ्गा पातमा आथे के अरे झोला नलिएर यही आएर किनेको झोला हो यो झोलामा सुन्तला बा सुन्तलाको बात त कति हो कति खाने हो कि सुन्तला यस्तो सुन्तला यो पुरै सुन्तला हो पुरै यो एरिया नै सुन्तलाको हो गाई चाहिँ मान्छे मात्रै मोटो दुब्लो हुन्छ भने त सुन्तला नै मोटो दुब्लो हुँदो रहेछ है यो त सुन्तलाको यो त कोसा पनि कति मोटो हो मोटो ट्याक्कै यो पनि मोटै रहेछ एउटै हो म पनि उस्तै मोटो मान्छेमा म मोटो सुन्तलामा यो मोटो फाइनल्ली गए हामी चाहिँ सुन्तला पनि टिपेर खाएर प्याक गरेर लिएर घर जान लागेको यो पुरै सुन्तलाको एरिया हो हामी चाहिँ चल्न मैले चाहिँ यतिकै नै मैले पेटभरि मात्र होइन 2 पेट हुने गरी खाएँ